अनि हाम्रो यो उज्जवल अनि यो राजेश सर अनि सोल्टी चाहिँ गर्लफ्रेन्डसँग बिजी थिए होइन अहिलेसम्म त्यस्तो नबोल्न ब्लग अनि हालिदिन्छु कि युट्युबमा जेसुकै गर्नु म त हालिदिन्छु ढुक्क हालिदिन्छु आजदेखि भ्लग बनाउनु सुरु गरेर राख्नु नाटक नगर अनि हामी चाहिँ स्टार्टफोर लागेको घरबाट भरै अनि जुत्ता किन्न मेरो कामको जुत्ता च्यात्या त्यही किन्न जानु लाग्यो अनि सोल्टीहरू हेर न ह्यान्सी भएको केक खाने भ्यालेन्टाइनमा कसैले हेरिहाल्छ कि भनेर सोल्टीहरू हेर्नु न अनि त्यसपछि राजसरलाई नि हेरिसक्नु आइ बनाउ न सबलाई सब्सक्राइब गर्नु भन त अनि अब स्टारफोर्ड पुग्यो भने म कन्टिन्यू गर्छु एकछिन पार्कमा आउँदै गर्नु होला मेरो भ्लगमा सब्सक्राइब चाहिँ गर्नु होला म अब स्टारफोर्ड पुगेपछि म फेरि कन्टिन्यू गर्छु हेलो गाइज हामीहरू फ्रीमा जिम गरेर हामी यस्तो हाम्रो जिम चलिरह बिहान बिहान अल्छी नआउनु होला हामी चाहिँ बेलुका आए पनि बिहान बिहान चाहिँ आउनु होला एकजना हाम्रो ऊ त्यहाँ छ हामीहरूको एक्सर्साइज यस्तो चल्छ हेर्नु एकजना ऊ त्यहाँ छ भिडियो हो ब्लग बनाउनु लाग्यो क्या आज नमस्ते भन् सबलाई नमस्ते भन् छिटो सबलाई नमस्ते भन् छिटो ल अर्को ऊ हाम्रो सर उता गर्दै हुनुहुन्छ यी हेर्नु खोइ कस्तो भयो तर गर्नु न फ्रीमा एक्सर्साइज गर्ने भए हाम्रो एउटा बेस्ट ठाउँ स्टारफोर्ड नजिकै म्यारिल्यान्डको हल्का यता 10 मिनट हिँडेपछि फ्रीमा एक्सर्साइज गर्ने ठाउँ छ हामीहरूको यहाँ हेर्नुहोस् ऊ पनि छ खै के पो हो त्यो के पो त फ्रीमा एक्सर्साइज गर्नको लागि अनि यस्तै छ त्यो त आएन यार मलाई हाम्रो सरले त्यो के गर्ने हो भनेर सोधिरहनु भएको थाहा त छैन तर पनि के हो हल्ले जस्तो फिलिङ चाहिँ यो गरौँ न आउनु रोक्नु दुईजना हाम्रो एक्सर्साइज दुईजनाको बिस्तारै चल्छ लोट्यो भने झ्याउँछ यस्तो एक्सर्साइज पनि हुन्छ कपालको लागि कस्तो कपाल हो र हामी दुईजना गरिरहेको हेर्नु गाइस यस्तो हुन्छ यो हाम्रो एक्सर्साइज धेरै छैन मन्थली 5 पाउन्ड हो यो सायद मन्थली 5 पाउन्ड तिर्ने कन्ट्र्याक्टको लागि हाम्रो नम्बर छँदैछ कोहीसँग छैन भने यसो आउनु होला टिकटकमा भेटिहाल्नुहुन्छ हामीहरूको एक्सर्साइज यही हो ए मुखमा लाग्ला मुखमा लाग्दा पनि तना हुन्छ बिस्तारै झराइ के बाँकी रह एकजना सोध्ने यहाँ यहाँ रहेछ त नि के हो साइकल चलाइराख्नु भएको हामीसँग 5-6वटा आइटम कतिवटा आइटम चाहिँ 1 2 3 4 5 6 7 8 ओ सरी 8वटा रहेछ हामीहरूसँग एक्सर्साइज गर्नलाई म 360 घुमिरहेको हाम्रो सर प्र्याक्टिस गर्दै हेर्नुहुन्छ यो भ्यालेन्टाइनको लागि के अरे हाम्रो यो चाहिँ गर्लफ्रेन्डसँग बोल्ने ल हाम्रो यस्तै छ भ्यालेन्टाइनको लागि खै के पो त साइड बाई साइड होला नि त भ्यालेन्टाइनको लागि सरकारलाई हेर्नुहोस् गर्लफ्रेन्ड पाएको भ्यालेन्टाइनमा यति खुसी भएको सरकार हेर्नुहोस् यही हो हाम्रो एउटा गर्लफ्रेन्ड पाएर खुसी भएर कुरान लागेको हामीहरू चाहिँ सिङ्गल गाइज हेर्नुहोस् अनि यहाँ एउटा एक्सर्साइज छ हाम्रो खै सर भिडियो गर्नु त भ्लग अलिक धेरै भयो यो भ्यालेन्टाइनको एक्सर्साइज कसैलाई यो एक्सर्साइज गर्नु मन छ भने चाहिँ म्यारिल्यान्ड नजिक आएर एक्सर्साइज गर्दा हुन्छ यो चाहिँ स्पेसल्ली भ्यालेन्टाइन है स्पेसल्ली 14 फेब्रुअरीको लागि यो एक्सर्साइज
एकदम कसैलाई सम्पर्क गर्नु होला यहाँ जिम छ हाम्रो थोरै सानो हामी चाहिँ स्टारफोर्ड अब गाइज हामीहरू स्टारफोर्ड पुग्न लागेको पुगिसक्यो भनौँ स्टारफोर्ड 1 वर्ष भयो बस्न लागेको स्टारफोर्डमा यही मान्छेले ल्याएर आएको यस्तो बबाल ठाउँ छ युके हो फेरि कहाँ हो भनेर जान्ने हुनु होला नि खै यत्रो बिल्डिङमा बस्ने सपना खाएको रे हेरौँ न उहिले देखेको सपना है 4 जना यो बिल्डिङमा बस्ने भनेर धेरै छैन अरे सोधेको 2500 छ अरे 4 जनालाई कति नै पर्छ र महिनाको 4-5 लाख 1400 हो ल 1400 छ अरे न बिल्डिङ अपार्टमेन्टहरू बस्ने भनेर प्लान भइरहेको हेरौँ न अबको 6 महिनामा यस्तै अपार्टमेन्टमा बस्नुपर्छ टक्क अनि औकातदेखि माथि अलिकता ठाउँ चाहिँ बबाल छ खतरा हात यार ल यस्तै अपार्टमेन्टमा बस्ने योमा त औकात छैन यस्तो अपार्टमेन्टमा चाहिँ बस्ने औकात चाहिँ छ हामीहरू अनि यही यो एक हाई भन्दैन हाई भन्दैन सर भाइ सर हाई भन्दैन हेलो केटीको पोज दिने यही हो हाम्रो रुमको चाहिँ नि एउटा हाम्रो सहारा यही हो हाम्रो रुमको सहारा यही छ एउटा उजेली अरू त कोही छैन यस्तोमा त अलि औकात पुग्दैन होला बस्नलाई यस्तोमा चाहिँ ढुक्क 1400-1500 छ अरे सोधेको अपार्टमेन्टमा बस्नु पर्ला नि त अब कति झुपडीको घरमा बस्नु हो युके आएर नि यत्रो कमाएर नि अरे चिन्ता नलिने अनि झुपडी घरमा धेरै बस्छ क्या अब यस्तो अपार्टमेन्ट खोजिराखौँ हामीहरू बबाल रहेछ ठाउँ त मैले देखेको थिएन हाम्रो उजेली कराते सिकेछु भन्थ्यो क्या खै यहाँ आएर त के सिकेको के ब्रिज हो र त्यो कहाँ थियो त्यो ब्रिज कहिले देखेको थिएन म आएकै थिएन हो यो साइड पछाडि फर्स्ट टाइम त कहाँ ए त्यही स्टाफभित्र न मैले देखेको थिएन हौ कहिले नि आजै हो ए सिटी 2-4वटा फोटो भन खेल्ने थ्याङ्क यू सो मच जिम पनि रहेछ त सोल्टी जिम गर्ने भयो मोबाइलले खेल्ने ल जाम्न त एउटाको बल निकाल न केटा एउटाको बल निकाल खेल खै ल ल ल ल चढ्न त जान त हिम्मत जान त चढ्यो त्यहाँ नेपालमा के अरे त्यो रुख चढे चाहिँ सम्झिहास् क्या सोल्टी के हो र तुरी झुडाए जस्तो छ नै सबै त सोल्टी तुरी झुडाइदिए जस्तो छ नि सोल्टी मैले चाहिँ भत्किँदा सोल्टी खोइ ल्याउ त म चढ्छु एकछिन ओ उजेली ए त चढ्दा एकचोटि खै हेरौँ हाम्रो एउटा बाँदर यो चढ्न कस्तो धान्दैन धान्छ हो अनि उयो धान्छ के कहिले त म चढ्छु वेट धान्न सकिनँ भने क्या मैले आफ्नो ल मैले गर्छु त क्लाइम गर्दै यता आउनु यहाँसम्म यहाँ यसरी त ल म गर्छु ल न हामीहरूको बाँदरको खेल यही हो ए अर्को बाँदर चढिरह हेर सकिने चढ्न चढ केटा सक्छस् के ढुक्क सक्छस् हेर्नु डन्नै बचाएर सोल्टी बचाएर अर्को नि जङ्गे अब यस्तो यही एक्सर्साइज गर्न आएको हो रफ्न पनि ए नचढ भन्दैछ
क्रस गरेर आऊ त सोल्टी फाइन हान्ला न अनि फेरि यहाँ महँगो छ हौ अब चाहिँ म कन्फर्म भयो है फिल्म हेर्दा कि हुन्छ नि केटीलाई पनि छोप्छ नि हिरो मैले सक्छु जसलाई आफ्नो वेट पनि धान्न सक्ने हुन्छ मैले धर्ने भएको छैन यत्रो अपार्टमेन्ट हेर न सबै यो होइन बस्नै पर्छ हामीहरू भएन यार त्यस्तो झुपडीको घरमा अनि कहाँ बसिन्छ यार अब त्यस्तै अपार्टमेन्ट हेर्दैछौँ हामीहरू त्यस्तो बोल्ने होइन थाहा छैन तेरो दाइ ब्लग यो घरमा कति नै होला र यार र त आहा यस्तो घरमा युके आएर बसे पो अलिकता हुन्छ त अनि सान पनि हेर न त्यस्तो झुपडीमा बसे चाहिँ के हुन्छ त अनि हालत अनि सोध्यो ल यस्तै छ हामीहरूको अपार्टमेन्टको सपना भाइ अब जहाँ जहाँ पार्क छ त्यही त्यही जान लाग्ने भएर हुन्छ चल चल भाइ उ त्यहाँ पुल पनि छ पुल हेर्नुपर्छ ऊ देख्नुभयो सबले के अँध्यारो भएको कि मेरो मोबाइल आइफोन 17 अलि अँध्यारो अँध्यारो देखिएको हैट इ गाइज हामीहरूको सपना है यस्तै अपार्टमेन्टमा मस्त बस्ने है के अरे कति धेरै के अपार्टमेन्ट यहाँ त मान्छे होला यस्तो अपार्टमेन्टमा त नबस्ने आफ्नै रुम कुनै नथाहा पाइँदाखेरि चल्थ्यो गाइज हाम्रो उजेली हामीहरू पुल हेर्न जानु लाग्यो हाई भन्नु हाई कति भन्नु सोल्थ्यो भाइ कहाँ भन्नेहरू भर्खर त सुरु हुँदैछ हाई भन्यो हाई हाई के भयो उजेली जाऊँ न यस्तो अपार्टमेन्टमा बस्नुपर्छ हेर्नु त ब्रिज चोरहरू यस्तै गरेर आउँछन् है युकेमा एकदम सावधान मैले सब कुरा भनिदिइरहेको छु युकेमा कसरी आफ्नो मोबाइल बचाउने यस्तोदेखि मुखसुख छोपेर जङ्गल पनि रहेछ त होइन यार नजाम यार जुत्ता किन्न छ हौ सोल्टीहरू के अरे ल हेर्नुहोस् नेपालको जस्तो अब यहाँ पनि भ्यालेन्टाइन स्पट रहेछ अब यी केटीहरू आउने कसैलाई केही ल यी पुल के गर्छ हौ यी पुल हेर्नुहोस् अब खतरा कहाँ जाम भन्छन् सोल्टी ए हामी त वेस्ट टाइम आइसक्यो वेस्ट टाइम मजाक नगर स्टेडियम क्वीन एलिजाबेथ पार्क क्वीन एलिजाबेथ पार्क आएको छ नि त चाहिँ नहोस् त भित्री आऊ कहाँ पुरा सोल्टीहरूले एलिजाबेथ पार्क हो यो हे त खत्तम रहेछ नि यार कहाँ स्टारफोर्ड भन्दा भन्दै वेस्ट टाइम कता कता बिचरा हराए जस्तो छन् सोल्टीहरू हेर्नु हामीहरू पुलमा आएको राम्रो आयो भन्छु यस्तो राम्रो कहिले नदेखेको केटाहरूले राम्रो देखेको नै गाएन म उता हाम्रो पहिला बस्ने घरतिरकोमा गएको थिएँ बवाल थियो कि त्यहाँ मोबाइल चोरी मैले कहाँ लुकाएको र लुकाएन न कस्तो दामी घर छ यार राज सर तपाईँको टाउको हटाउनु न यार फोटो खिच म हुन्छ छु नि त अनि त्यसमा डिपेन्ड गर्छ नि त अनि हेर न कस्तो मजामा मजै आउनु रहेछ कि अलि फोटो खिच्दै नि कला चाहिने रहेछ थाहा थिएन के बोल्छ कहाँ हुन्छ नि फेरि फर्किहाल्छ तर बवाल छ ठाउँ खिच न खिच पछाडिबाट एउटा हेर नि यस्तै यस्तैमा सोध न सर बवाल हुन्छ कि रेस्टुरेन्टहरूमा कामहरू यस्तोमा के अरे बवाल छ क्या यस्तैमा त हुन्छ नि कामहरू
म नि बारटेन्डर सिक्दैछु नि त। ऊ हेर्नु न, बार हेर्नु न, मलाई त आजले बारदेखिको मनपर्छ हो। मेरो रक्सी खान सुरु गरौँ क्या हो, छिटो सिक्केला जस्तो छ। ओए बाबा यस्तो त देख, यता यता होइन र यता यता हो कि यता हो, यता होला, यता हो कि यता हो र कतातिर हो। तर फोटो चाहिँ अच्छा आउने रहेछ यो लाइटले गर्दा। के अरे फोटो चाहिँ अच्छा आउने रहेछ उजेली। खै राम्रो बर्को ल्याएर आउँछु म हेर त कस्तरी आयो, चप्पलसँग डुलेको सोल्टी चप्पल। यस्ता कुरा सुन्नु मलाई हेर्नु चप्पलसँग आफूमा यो सोल्टीलाई हेर्नु न, यस्तो हेन्सी भएर नि फोटो खिच्दैन भन्छ। के अरे भ्लगमा डर लाग्छ है सोल्टी, के मोबाइल चोरिदिन्छन् कि भनेर। कति दिन भाइ नयाँ आउँछ भने तेरो दाइ धनी छ, रिच किड हो भने मोबाइल चोर्यो नि त्यत्रो आउँछ गिफ्ट। सोल्टी भोलिदेखि माइकल ल्याएर नेपाली गीत लाएर हो क्या, त्यही पनि होला पुरानो पुरानो। यस्तै हाम्रो पनि प्लानिङ छ, यस्तै ट्रकमा फुड बेच्ने होइन सोल्टी, यस्तै ट्रकमा फुड बेच्ने प्लानिङ छ नि त। ड्राई क्लिनर रहेछ सोल्टी, सरी। तर होइन यस्तै यस्तै फुड क्लिनिङ हो, नै यस्तै यस्तै फुड बेच्ने खोल्ने भनेर। कहाँ यहीँभित्र, यहीँभित्र ए यहाँ हो तिम्रो इन्टरभ्यू भएको। ऊ यस्तो यो बार खोलेर हाम्रो यस्तै फुड ट्रक खोल्ने हाम्रो सपना है गाइज, हामीहरूको सपना। 4 जनाको प्लानिङ छ के अरे। हेरौँ यस्तै यस्तै राम्रो एकदम। उजाले मसाज सेन्टर खोल्छस् र यस्तो भित्र। गाइज कपडा हेर्नु न, कपडा कहाँदेखि बाहिर जान्छन् हो कपडा त किन हो। हामीहरूको सपना गाइज के छ, यस्तै फुड ट्रक खोल्ने त होला नि हामीहरू। हाई इन्डियन हो, मैले हाई कहाँ भनेको र। ल गाइज हामीहरू स्टारकोट पुगेर पनि जुत्ता किन्न जानु लागेको भित्र। सो झर्दाखेरि हाई गाइज, ल हामीहरू चाहिँ घर पुग्यौँ जुत्ता सुत्ता किनेर। मोमो खाने भनेको आज बन्द रहेछ। ल लाइक र सब्सक्राइब गरिदिनु, हामी चाहिँ घर पुग्यौँ। थ्याङ्क यू। हाम्रो घर झुपडीको घर।